हेर्नको लागि धानबारी बारी बिचमा आत्तिएर हिँड्न लाग्छु। ल हेर्नुहरू बहिनीहरू चाहिँ कहाँ आएको अरे बहिनीहरू तिमीहरू? तलसीको मेला हेर्न हेर। अब चाहिँ यहाँ राङ्गो हेर्ने। आज चौदसीको मेलामा र मान्छे राङ्गो काट्छन्। यहाँ यो ग्राउन्डमा राङ्गो काट्छन् होइन। यति भिड छ हेर्नु ल। यति भिड छ एक पुलमा, यति भिड छ। जाने आउने ठाउँ पनि बन्द भएर यस्तो गाह्रो हुन्छ। अलिअलि अँध्यारो हुन्छ झन् आपत्ति हुन्छ। यहाँ त हिँड्नै सकिँदैन। तिम्रा फ्यानहरू त पुरा ओहो हाई र हु बद्दा भने। Nice.
आजको मेलाको यो राङ्गो दगुड्यो भने चाहिँ मान्छेका सातो पुल्दो सबै जान्छ कुन झाडीमा छिर्ने थाहै हुँदैन राङ्गो दगुडेपछि मान्छे यसरी हेर्नको लागि माथि माथि टुक्रा टुक्रामा बस्या हेर्नु गाई जब चाहिँ राङ्गो लखटेको हजुरहरूले देखिसक्नु भएको छ होला हैन हेर्नु राङ्गो लखटेको हजुरहरूले देखिसक्नु भएको छ यहाँ लखटे परे परे मामा पुगाए काटिहाले देखिसक्नु हाँ उतै पो लगाइदिएर त भाइ बाटै छैन यहाँ अनि त्यो राङ्गो कता 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 पुगाएर हेर्नु राङ्गो ल्याएर आइहाल्यो बिचराहरूले म चाहिँ यस्तो हाईमा बसेको छु कि मलाई डरले यस्तो हाईमा बसेको छु सबै उतातिर गर्छन् म त यस्तरी मान्छे डाँडा डाँडा यताउताबाट सबैतिरबाट मान्छे पुरा चारैतिर पुलदेखि त कति हेर्न मान्छेहरू राङ्गो चाहिँ ल्याएर आए हेर्नु है म अलिकति जुम गरेर हजुरहरूलाई देखाउँछु धेरै त मैले कुनै भिडियोमा पनि बोलेको छैन अब यो चाहिँ चौदशीको मेला हो हैन यहाँ चाहिँ राङ्गो काट्ने सिस्टम रहेछ नै चलन रहेछ आफ्नो ठाउँको आफ्नो चलन हुन्छ अब यो राङ्गो चाहिँ काट्छन् यहाँ अब हैन राङ्गो काट्ने हुन् आइहाल्यो आइगे मान्छे त आइगे राङ्गो पनि ल्याएछन् राङ्गो ल्याएछन् राङ्गो ल्याएर लैजान लाछन् हेर्नु यहाँ देख्नुभएको छ नि गाइस
राङ्गो हेर्नु राङ्गो लगेर गइहाले राङ्गो लगेर चाहिँ जान लाग्छन् होइन अब यसरी देखाऊँ भने यसरी हुन्छ पुरा खुनका रगत बनाहान् बिचरा राङ्गोलाई यति धेरै मान्छे छन् यस्तै दगाउन लाग्छन् मान्छेहरू भिडियो हेर्नको लागि भिडियो बनाउनको लागि चाहिँ होइन मैले चाहिँ धेरै लङमा त बनाउन सकिनँ होइन हजुरहरूलाई यतिको सपोर्ट चाहिँ मतलब हजुरहरूलाई चाहिँ यतिको चाहिँ देखाउन लाग्छ किन भनेपछि अब कतिपय मान्छेहरूले देखेका हुन्छन् कतिपय मान्छेहरूले देखेका हुँदैनन् होइन अनि मैले चाहिँ अब कहाँदेखि हेर्नुहुन्छ पछितिर अब उ गरिसकेपछि मलाई भन्नु होला नि ए मान्छेको यस्तो अवस्था छ हेर्नका लागि राङ्गो लगेर चाहिँ उता लगेछन् राङ्गो लगिहाले त्यहाँ काट्न लाग्छन् के गर्न लाग्छन् म चाहिँ गइनँ है म यहाँनिरै छु म पनि जान्छु अब है त्यस्तो छ भागाभाग मान्छेको मैया रानी नदिलाई क्या राङ्गोलाई त हेर्नको लागि धानबारी बिचमा आत्तिएर हिँड्न लाग्छु ल हेर्नुहरू बहिनीहरू चाहिँ कहाँ आएको अरे बहिनीहरू तिमीहरू तलसीको मेला हेर अब चाहिँ यहाँ राङ्गो हेर्ने छिटो हिँड्न त्यो अवस्था छ राङ्गोको परे ऊ राङ्गो ल्याइहाले अवस्था चाहिँ परे त्यहाँ मान्छे छन् जुम गर्छु है देखिन्छ किन मान्छे हेर्नु मान्छे सबै यसरी भएर छन् अवस्था छ मान्छेको चाहिँ हेर खोलामा डुबेर यसरी खोलामा डुबेछन् मान्छे यसरी बोकेर खोलामा ल्याउनु यसरी मान्छे खोला तरिरहेछन् यो राङ्गो काटेको हेर्नको लागि मान्छे मैले मेरो बुढालाई भेटाउन सकेन प्रभु खोज्दै त कहाँ छन् राङ्गोलाई चाहिँ लिएर आए है अब चाहिँ राङ्गोलाई यसरी नदीमा ल्याइ पानीमा काट्ने पानीमा काट्छ कहाँ काट्छन् त मोहन को मोहन को अरे भेस्ट मोहन किन मोहन बाबु त्यसरी लाग्नु पर्छ र भिडियो बनाउन लान कहाँ छ गर्दा लाग्नु पर्ने छैन रड हो चस्मा भक्कैको कहाँ
मेरो भिडियो अन्त बन्द लागेर यस्तो भएको मान्छेको टाका टाकामा त देख्छु उता डाँडामा पो लाइट बलिरहेछन् भने अहिले मान्छे हेर मान्छे कति देखिला जुत्ता खाली कसले फालेर जुत्ता किनेर हेरेन कोसँग आएको तिमीहरू हेर त यो हराउने होइन नि त यसरी यिनीहरू फुटिङ आएपछि हराउला है हराउला काट्छन् त्यस्तै राम्रो काटे यसरी भिडमा क्यामेरा लगेर भाइ डरै लाग्छ कि मलाई त झन् कसरी उड्ने तर यो त पुरै उडिसक्यो खालि चोटि त गाडी त बनाइसक्यो अगाडि नै
ए गोविन्दा यहाँ